यो 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडि पितृहरूको उद्धार गर्ने त्यस्ता पुत्रका मातापिता हजुरहरू धन्य हुनुहुन्छ। त्यस्ताको पुत्र म ब्रह्मचर्य व्रत पालन गर्दछु भनेर ब्रह्मचारी भनेर छोरा के गर्छन्, फेरि जिद्दी गर्दछन्। अनि आमाले फेरि सम्झाउनुहुन्छ, हे बाबु छोरा, परदेशमा धेरै ठुला कष्टहरू आइपर्छन्, ठुला हिमालय आदि पर्वतहरू छन्, त्यस्तो ठाउँमा तिमी कसरी बस्न सक्दछौ, तिमी बस्न सक्दैनौ, यो जाने कुरा गर्दै नगर भनेर फेरि आमाले सम्झाउनुहुन्छ। तर त्यति गर्दा पनि मान्दैनन्। अनि फेरि बाबाले सम्झाउनुहुन्छ, पिताले, हे बाबु छोरा, परदेशमा जाँदा वनमा सिंह, बाघ, हात्ती, गैँडा आदि वन्य जन्तुहरू र चोर डाका आदि लाग्दछन्। यो समयमा खान पनि पाइँदैन, त्यसैले हामीलाई छोडेर जाने कुरो नगर, यही घरमै बस भनेर फेरि बाबाले सम्झाउँदा पनि ती छोरा मान्दैनन्। अनि छोराले अझै जिद्दी गर्छन्, हे पिता, म हजुरको वंशमा जन्मेको हजुरको पुत्र हुँ, त्यसैले सबै व्रत नियम पालन गरेर पितृहरूको उद्धार गर्नु मेरो कर्तव्य हुन आउँछ भनेर छोराले फेरि भन्छन्। अनि फेरि बाबाले सम्झाउनुहुन्छ, यो आफ्नो आत्मा मानेर तिम्रो लालन पालन हामीले अर्थात् आमाले र मैले तिमीलाई गऱ्यौँ। अब तिमी घर छोडेर गयौ भने हाम्रो के गति होला? यो हामी वृद्ध अवस्थामा प्राप्त हुन लाग्यौँ, बुढाबुढी हुन लागिसक्यौँ। यो घर छोडेर जाने कुरा तिमीले नगर, यो घर छोडेर गयो भने हाम्रो के गति होला भनेर फेरि छोरालाई बाबाले सम्झाउनुहुन्छ। अनि त्यति गर्दा पनि मान्दैनन्। अनि आमाले सम्झाउनुहुन्छ फेरि, अब भन्नुहुन्छ, हे छोरा, मैले 10 महिनासम्म तिमीलाई गर्भमा धारण गरेँ। त्यो गर्भमा हुँदा कति भोक त्यागेँ, कति प्यास त्यागेँ, निद्रा त्यागेर मैले तिम्रो रक्षा गरेँ। तर अब तिमी परदेश गयौ भने हाम्रो के हालत होला, के गति होला? यो परदेशमा जाने कुरा गर्दै नगर भनेर फेरि आमाले सम्झाउनुहुन्छ। अनि छोराले फेरि भन्दछन्, हे आमा, यो गुरुको सेवा गरेर मैले व्रत पूर्ण गर्दछु। अनि सधैँ उतै बस्छु भनेको छैन, 25 वर्षपछि फेरि घरमा आउँछु भनेको छु। त्यसकारण मलाई रोक्ने काम नगर्नुहोस् भनेर छोराले फेरि जिद्दी गर्दछन्। अनि आमाले सम्झाउनुहुन्छ, यो परदेशमै गएर सबै कुरा हुन्छ भन्ने छैन। यो लक्ष्मी प्राप्त गर्न अर्थात् धन सम्पत्ति पनि घरमै बसेर कमाउन सकिन्छ, विद्या कमाउनलाई पनि टाढा जानु पर्दैन। अनि गुरुको सेवा पनि घरमै बसेर गर्न सकिन्छ। त्यसैले परदेशमा त धेरै दुःख हुन्छ, त्यसैले नजाऊ बाबु भनेर आमाले सम्झाउनुहुन्छ। अनि फेरि बाबुले सम्झाउनुहुन्छ, हे बाबु छोरा, तिम्रो अहिले बालक बुद्धि छ, अब मेरो कुरा सुन, गुरुको सेवा